इसाई भन्ने बित्तिकै हामी डराइरहेका थियौँ, हामीले घृणा गर्थ्यौँ, हामीलाई मन पर्ने थिएन, हामीले तिरस्कार गर्थ्यौँ। यो आयातित धर्म हो भन्थ्यौँ, यो विदेशी धर्म हो भन्थ्यौँ, प्रलोभनमा परेर मान्छेले अङ्गालेको धर्म भन्थ्यौँ। प्रियजनहरू, हामीमा त्यो डर थियो। आज यहाँ मणरीवासीहरू तपाईँ व्यवसायमा रमाइरहनु भएको होला, कतिजना ऋणको चपेटामा परिरहनु भएको होला। आज तपाईँहरूलाई पनि येशूको नाउँ सुन्ने बित्तिकै कतिलाई डर लागिरहेको होला, कतिलाई चाहिँ यो विदेशी धर्म भन्ने भइरहेको होला, यो के हो भन्ने भइरहेको होला, येशूले नेपाल खाली भयो भन्दै होला। किन यो भएको भन्दा कुनै समयमा हामी पनि त्यही डरमा भइरहेका मानिसहरू आज कतिजना अझै त्यो डरमा छन्। प्रियजनहरू, यो चाहिँ मणरीवासी मात्र होइन, येशूको जन्मको समयदेखि नै अहिलेसम्म संसारभरि येशूको नाउँ लिने बित्तिकै मानिसहरू डराउने गर्दछन्। किन डराउने गर्दछन् भन्दाखेरि येशू जो मुक्तिदाता हुनुहुन्छ, उहाँ संसारमा आउनु भएको खबर, त्यो सन्देश नबुझेको कारणले गर्दा मानिसमा डर र त्रास आएका हुन्। प्रियजनहरू,